गाइस छरछरे खोलामा छु है म चाहिँ। खोलाको नामै छरछरे खोला। मजा आइरहेछ, दामी छ ठाउँ, मस्तले है। एक्लै आछु खतरा चिज भएछ मलाई यहाँ आउनु पनि है। एक्लै हिँडेँ म घरबाट, टाइम पनि धेरै भइसक्यो। के हुन्छन् सब कुरा पनि के भन्नु पर्यो है। सबैले सब कुरा हेर्दैनन्, अब सबैले सबको कुरा हेर्नुपर्छ भन्ने जरुरत पनि छैन। जसले मलाई थाहा छ धेरैजनाले नहेरे पनि थोरैजनाले चाहिँ हेर्छन् मेरो भिडियो, मजा लाग्छ मलाई यो कुरा देखेर। तर सबजनालाई माया छ, हेड कसैलाई छैन होइन। सबैलाई सबैको भिडियो कुराहरू मन पर्दैन, त्यही भएर सबैले हेर्दैन। आफूले जे कुरा राम्रो लाग्छ, जे कुरा मनपर्छ त्यही त हेर्ने होइन गाइज। हो, घरबाट मलाई चाहिँ सँगै जाउँ भन्थ्यो, योबाट नजाउँ भन्थ्यो। अब मैले घरका मान्छेहरूलाई के त्यहाँबाट जाने मसँग हिँड भनेपछि मलाई हावा भन्थ्यो तिनीहरूले है। फिक्स थाहा छ हावा मान्छे भन्थ्यो, त्यही भएर म मेरो हावापनको लागि आफै आइदिएको यो बाटोबाट। ठिक छ, मजा आइरहेछ। हावा कुरा गर्दा आफूलाई मजा आउँछ नि गर्नुपर्छ। यसले अरूलाई घाटा त भएको छैन, मलाई फाइदा भएछ। आफूले अब कस्तो रूपमा लाग्छ नि त्यो अनुसार हुन्छ है। कसैले चित्त पनि दुखिरहेछ, अरू भन्दा नि आफ्नै आफन्त टाढा भएको साथीभाइले डाँडा काट्यो भन्छ नि, त्यस्तै हो। चुप लागेर बस्दिनँ म, लास्टै पारा तात्यो। दामी जग्गा यता पानी सर आउँछ चारैतिरबाट। टक्क यहाँबाट नुहाउने हो, फेरि माथेर हिँड्ने हो। धेरै टाइम भइसक्यो साँझको, घाम पनि अब यहाँ राता राता आइसक्यो। केही छैन, मजा छ गाइज। माथिबाट आउँछ पानी, टक्क यस्तो खतरा छ माथि। सर जानुपर्ने माथि हो, खतरा चिज त हिँड्नै छ चाहिँ माथि, केही छैन। एभ्री वान जस्ट चिल, इन्जोय गर, रमाइलो गर, बाँचो, खुसी हो, माया गर, माया साट। झगडा यताउता पछाडि लागेर काम छैन। यो संसार अब यो नेपाल हाम्रो हो। अब हामीले बनाउनुपर्छ भन्दा नि हामी भनेको को हामी सबै हो, तर हामीहरू मिल्दैन, सक्दैनौँ। त्यही भएर आफूलाई खुसी बनाऊ, बाँच। हामी मिल्दैनन्। रक्सी खाने मान्छेलाई रक्सी नखा भन्दा खान छोड्दैन क्या त्यसले। जबसम्म त्यसले केही असर पार्दैन नेगेटिभ पोजिटिभ, अनि मात्रै छोड्छ क्या। कि सकिनु पऱ्यो, त्यसको लाइफ सकिन्छ। त्यो गर्दा गर्दै त्यसले छोड्दैन। अब भन्न खोजेको उदाहरण म ठ्याक्कै एक्सप्लेन गर्न सक्दैन कि त्यो कुरा ममा छ, तर सबै कुराहरू सबै उदाहरण सहित विस्तृत म बुझाउँ भन्न चाहन्न कि त्यसले त्यो बाटो छोड्नु पऱ्यो, केही हुनु पऱ्यो। त्यही भएर त हावा भ्लग हो मेरो यार गाइस, बुझ्नु परेन। एभ्री वान जस्ट चिल, इन्जोय, माया छ सबलाई। अब पानीमा कस्तो यार चिसो हुन्छ, यहाँ माथि गएर नुहाउन कम मजा आउला त यार गाइस। म धेरै नचाहिने कुराहरू पनि गरेँ कि, अब यस्तो माथितिर पनि गइदिउँ। ओए न मोबाइलमा जब बेलासम्म मोबाइलमा पानी खसेर भिज्दैन त्यही बेलासम्म कति बेला बन्द हुन्छ थाहा छैन पानी खसेर मोबाइलमा है। वाटर प्रुफ त होइन मेरो मोबाइल। यता पनि छ सर, यता पनि छ। अब क्यामेरामा म पछाडि घुमाएर देखाइदिन्थेँ। अनि टक्क दामी छ पानी आइरहेको छ, उतातिर पनि खतरा आउँछ। यस्तो तलैबाट आऊ म। ठिक छ गाइस। यो हल्का अगाडि बाटो डेन्जर छ, तर म डराउन्न। कति बेला बन्द हुन्छ थाहा छैन। भिडियो चिप्लियो भने गयो। ओए मा, यहाँ त लास्ट चिसो छ यार। हेर्नु न गाइस, यहाँभित्र त्यो कस्तो खतरा ठाउँ छ है। भेडमा चोक घाम फालिदिन्छ है सर्ट। यो खसेन, आई सर्भाइभ गाइज, आई क्यान डु इट। यहाँ चाहिँ मजाको छ ठाउँ, भित्र खतरा छ। मैले पहिला पनि भिडियो बन्द त हुन्न त पानीलाई लागेर यार। हावा वा भ्लगमा यस्तो हावा वा काम हुन्छ क्या। आहा, यहाँ त क्या दामी घाम लाग्दैछ त। ओ माई गॉड, यो पानी हेर्नु न गाइज, दामी छैन। अब भिडियो बन्द हुन सक्छ है, पानी परिसक्यो गाइज मोबाइलमा। फेरि कहाँ माथि पनि देखिरह। खै मोबाइलमा भिडियो बन्द भयो कि थाहा छैन, त्यही पनि ठिक छ। बन्द भएको छैन भने सबैलाई म्याच जस्तरी कराएर बोल्दैन है। बन्द भयो छैन यार, अब हुन्छ होला सायद। ओए अघि भएन, भिडियो भयो छैन त गाइज। के वाटर प्रुफ हो क्या मेरो मोबाइल, पुरै भिजिसक्यो। फाइट अब त बन्द गर्छ, नत्र बिग्रिन्छ होला। त्यो पनि केही छैन। म्याच एभ्री वान जस्ट चिल, इन्जोय, रमाइलो,
सबैजनाले बुझे छैन यो कुरा बुझ्नुपर्छ सबैलाई माया गर्नुपर्छ म एक्सप्लेन गर्न सक्दैन बुझाउन मिलाएर अरूको बारेमा सोचेर अरूले गरेको कुरामा सोचेर आफ्नो टाइम बर्बाद गरेर आफूलाई दुखी नबनाऊ गाइज बाई